धेरै राम्रो हुन्छ चाक्लेट टोक्छ चुरो त होला खायो भने क्यान्सर होला नमस्ते सबैजनालाई आज चाहिँ हामी जङ्गलतिर पाइने अर्ग्यानिक सब्जीहरू खोज्नको लागि जङ्गलतर्फ जाँदैछौँ किट्यो दाजुकी मारे आएको नआउने जाने म नै नै गाँड खाइ तु हरामीले झोल खान्थ्यो मुला आखे गात्या जेने मोता कनाले आएका छ रैसी काल बाकी आउट हाल्ता बे साइड मोर आउट आराबाट तोरा छन् देसी दी न त रे बाबरे चान्चन दिया चान्चन पुरै सुक्खा छ कि आज भोलि चाहिँ पुरै पानी खासै पर्दैन नि त काल तु समाजमा देसी छ नि रासिन त काल सुखाल जे नमाएर देखा से एकदम सिन हामी आएका खेनेर बाजी आएका नले गार खावे तल गाकी गाला अंकल सरबा आको गालामा आइने रे फोरी बारे नि दिले पाइने भनेको चाहिँ यस्तै स्टुनाहरूमा पाउँछ जुन चाहिँ यो सुकेर झरेको हुन्छ नि त यो हरेको रुखहरू त्यस्तैमा पाउँछ दाजु कोन खा देसी चाहिँ नमुआ गेल छ तिन का गेल चुसा गेल गेल म यस्तो त्यस्तो पनि फुल्न जहिले जो लाग्इन कता तो जोला चाहिँ के छ नि अब दाजु त हाँसे कता खोल दबाना हाँस्दै खेल्दै गयो जवाना मासला गरेर राखेँ अब मुलाई सागे यो चाहिँ के होला दाजु यो चाहिँ लसुन साग भन्छ है धेरै राम्रो हुन्छ तरकारी धेरै मिठो हुन्छ है स्पेशली कतातिर पाउँछ यो चाहिँ खासमा यो हाम्रो माथि एकतिर पुरै एक झोला कको पाछ है च्याउ पनि छ हल्का च्याउ पनि खानु पर्यो अनि हाम्रो माथि लेकतिर दबारे भन्ने साइडतिर के ल अब म लाग्यो है पछाडि चाहिँ के भेट्नु भएको छ त्यस्तो हजुर के भेट्नु भएको छ त्यस्तो पछाडि चाहिँ यो झोला हो यो झोलाको अब भन्नु पुल्याउँछ आयो त काल आइस पार्ने सिना पर्ने मुजिक त हेर का गीत गाउने खाला छे कान की दिना कित्तो साइकल पाउँछ नि आउनी रोमान्टिक पाउँछ नि तु फोर त पाउँछ बोल पाउँछ यार फोर त ओइ गान्टिया त्यो कुछ विश्वास नै छ को बाज सिन्ती हेर हेर म त घाँस काट्न लागेको छु हेर
गाउँले हो टिप्ने भया एउटा केटी आया हो कमेन्ट गरे सिना काटिन खाउला मास भएन भने साग टिपिन आता मयाङको बोल्छु त भ खास के चाहिँ कतारा बनेको खास अब गिमी प्लानिङ चाहिँ कतारा बने खास अलि चिन्तित त पछि ओके हामी अब कृपया यसले भन्छ दवारीतिर जाम भन्छ हामीले भन्छौँ खानामातिर जाम भन्छौँ कता जाने होला भनिदिनु पर्यो कहाँ जाने लो मलाई चाक्नु तोक्छन् गाने रतुवाले पानी खायो गाई मरेको खोला यति राम्रो गीत गाउने मान्छेको होला खानमा सुर्ती र बोला खाया पनि क्यान्सरै होला यहाँ म दिएले यो मोबाइल काल अनुहार के पनि गर्दैन के एकदमै सुनसान छ है हावा सिरसिर चलिरहेछ मजाको छ एकदम फ्रेस भएर चिलमा बस्नु पर्ने छ कि टक्कले बसिरहेको छ मेरो भाइ है चाहिँ हामी कहाँ जाने हो केटा हो खाना माग्नु जान्छ अब टिकटक चाहिँ ट्याग गर्नु अब टिकटक